hello people. Gen Z को रेभोल्युसन पछि म पुरा सदमामा थिए. And I'm back. र आज चाहिँ म iPhone 17 Pro Max अनबक्सिङ को लागि जाँदै छु. मेरो प्याकेज कहाँ छ? मेरो प्याकेज दियो छिटो छिटो. मेरो प्याकेज यहाँ छ. ओइ 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 म देखाइदिन्छु प्याकेज. ल मेरो प्याकेज चाहिँ यहाँ छ इभो स्टोरबाट आएको. तर यो चाहिँ फर्स्ट टाइम हो नेपालमा चाहिँ ग्लोबली लन्च भएको एक हप्तामै आएको है. यो चाहिँ फर्स्ट टाइम यसरी आयो. सो मैले लिन पनि ढिलो पाएँ किनभने फर्स्ट लटमा आएको मलाई थाहा पनि पाएन र फ्यु स्टक आएको रहेछ. टाकटुक टाकटुक सकियो. खालि ब्लू कलरको थियो. सो ब्लू कलर मलाई लिन पनि मन थिएन. हिजो लिएको सिल्भरको पाएँ. ल आज अनबक्सिङको लागि म यता खाँदै अनबक्सिङ गर्ने प्लानमा छु. मेरो भाइ साथीहरू आज सँगै छ. अब यसो भोक पनि लाग्यो. सो ओके भित्र जाउँ. यो बक्समा चाहिँ उहाँहरूले अहिले दिनु भइरहेको यो फ्री मोम्याक्स हो. एउटा स्पिकर छ होइन. यो चाहिँ फोनको पछाडि यस्तो राखेर अनि एउटा यो छ. अनि त्यसपछि एउटा यो 20 वाटको पावर एडाप्टर अनि अफकोर्स द आइफोन 17 प्रो म्याक्स सिल्भरवाला हो यो. सिल्ड अनि खोलौँ. ओके यो साउन्ड पनि च्यापरको साउन्ड जस्तो मिठो आउँछ. ओके हियर इज द सिल्भर कलर. हेर्नुहोस् यो लुक्स बबाल है. यो टेक्सचरै राम्रो छ. लास्ट इयरको यो 16 चाहिँ तपाईँको टाइटेनियम भयो होइन. अब यसपालि यो चाहिँ फेरि एल्युमिनियम ब्याक टु एल्युमिनियम छ. लुक्स नाइस. एकदम मजाको देखेको छ है. फिल चाहिँ राम्रो छ. मैले अरेन्ज चाहिँ किन चुज नगरेँ भने धेरैले अरेन्जको यो साइडहरूमा होइन यो स्क्रैच भयो के भनेर मैले अरेन्ज चुज नगरेको. ओके यसको साउन्ड पनि मलाई सुन्नु बहुत मजा लाग्छ. अनि यसमा त्यही हो केबल एउटा आउँछ अनि एउटा सिम निकाल्ने इन्जेक्टर चाहिँ आउँछ. पहिला एप्पलले हामीलाई इयरफोन पनि दिन्थ्यो, एडाप्टर पनि दिन्थ्यो. अब चाहिँ तार मात्र दिन्छ हेर्नु. अब यसलाई अन पनि गरौँ. ओके अन पनि भयो. अब जहिले पनि नयाँ फोन लिएपछि 100% चार्ज चाहिँ गर्नुहोस् है. 100% चार्ज गरेपछि चाहिँ ब्याट्रीको लाइफ राम्रो हुन्छ. अब 17 प्रो म्याक्सको फिचर र 16 प्रो म्याक्ससँगको डिफ्रेन्स म सर फास्ट भन्छु. स्क्रिन साइज चाहिँ 6.9 नै हो. तर स्क्रिनको ब्राइटनेस चाहिँ 1000 निट बढी छ. सो बाहिर हिँड्दा तपाईँले अलिकति चम्किलो स्क्रिन देख्नुहुन्छ. चिपसेट चाहिँ पहिला A18 प्रो थियो भने अहिले चाहिँ A19 प्रो छ. ऱ्याम पनि 8GB बाट 12GB बनाएको छ. अनि क्यामेरा चाहिँ पछाडिको सबै 48 मेगापिक्सल भएको छ र फ्रन्ट क्यामेरा चाहिँ 18 मेगापिक्सल छ र स्क्वायर सेन्सर छ जसले गर्दा तपाईँले ल्यान्डस्केप खिच्नको लागि मोबाइल घुमाउनु चाहिँ पर्दैन. बडी डिजाइन चाहिँ पहिला टाइटेनियमको थियो भने अहिले चाहिँ एल्युमिनियमको छ जसले गर्दा 6 ग्राम जति हेभी भएको छ. ब्याट्री क्यापेसिटीको चाहिँ डिफ्रेन्ट नै छ. तपाईँले eSIM अन्ली भर्जन लियो भने चाहिँ 5088 mAh को पाउँछ भने फिजिकल सिममा अलिकति थोरैवाला पाउनुहुनेछ. तीनटै क्यामेरा 48 मेगापिक्सल भएकोले यसपालि तपाईँले अझै धेरै जुम पाउनुहुनेछ. भिडियो लिने बेला चाहिँ यसपालिको मेन क्यामेरामा OIS भएकोले तपाईँले त्यो सेकी फुटेजहरू पाउनुहुन्न. प्रोरेजको लागि त एकदमै राम्रो छ. फाइल साइज चाहिँ हेभी हुन्छ तर एकदमै राम्रो आउँछ. ओके द्याट्स इट. Hope you like the video. Subscribe गरिदिनुहोस्. Thank you. See you next time.